बधाई छ, हजुरले आइफोन जित्नुभयो। 10 GB फ्री डाटा टु गेट, क्लिक द लिङ्क बिलो। यस्तै मेसेजहरू देख्नुभएको छ नि होइन? सावधान, एकै मिनटमा हजुरको पैसा हराउन पनि सक्छ। आजकल फ्री भिजा, फ्री डाटा, फ्री रिचार्ज, अनलाइन जब गरेर दिनमै 500 दिराम कमाउनुहोस्, वाउ तपाईँले लक्की ड्र जित्नुभयो, यस्तै मेसेजहरू आउँछन्। र सबैभन्दा खतरनाक कुरा त के भन्दा यी स्क्यामरहरूले उस्तै लोगो, उस्तै नाम र उस्तै देखिने वेबसाइट बनाउँछन् र हामीले एक क्लिक गर्दा बित्तिकै हाम्रो व्यक्तिगत विवरणसहित ओटिपी, पासवर्ड र पैसा पनि जोखिममा पर्छ। र यस्ता चिजहरूबाट जोगिन चाहिँ के गर्नुपर्छ त? सजिलो छ। फ्री लेखिएको कुनै पनि लिङ्कलाई लोभी भनेर क्लिक गरिहाल्ने काम नगर्नुहोस्। यदि कुनै ठुलो कम्पनी, नाम चलेको कम्पनीले फ्री गिफ्ट दिइरहेको छ भने सबैभन्दा पहिला अफिसियल वेबसाइटमा गएर त्यो कुराहरूलाई चाहिँ जाँच्नुहोस्। र फाइनल्ली यदि कसैले तपाईँलाई छिटो गर्नुहोस्, तपाईँको अवसर गुम्न सक्छ भन्छ भने सबैभन्दा पहिला शङ्का गर्नुहोस्, किनकि ओरिजिनल कम्पनीहरूले तपाईँलाई कहिले पनि हतार गराउँदैन। याद राख्नुहोस्, सजिलै पैसा कमाउन सकिन्छ भनेर सपना देखाउनेहरू धेरै हुन्छन्, तर तपाईँको मेहनतको कमाइ जोगाउने जिम्मेवारी तपाईँको मात्रै हो। मसँग पनि यस्तै एउटा घटना घटेको थियो। फ्री गिफ्ट भनेर एउटा ग्यालेक्सीको कुनै फोन मलाई डेलिभरी हुन आएको थियो। डेलिभरी चार्ज भनेर 40 दिराम, फ्री गिफ्ट तर डेलिभरी चार्ज मात्रै लाग्छ 40 दिराम। र मैले भने म खोलेर हेर्छु, मोबाइल खोलेर हेर्दा डम्मी पिस थियो। यदि यो जानकारी उपयोगी लाग्छ भने आफ्ना साथीहरू र परिवारलाई पनि सेयर गर्नुहोस्। के थाहा, हजुरको एक सेयरले गर्दा कसैको वर्षौंको मेहनत जोगिन पनि सक्छ। र यस्तै डिजिटल सेफ्टी र अनलाइन स्क्यामिङहरूका बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने फलो गर्नुहोस्। हामी सँगै अगाडि बढ्नेछौँ।